Hello everyone guys, welcome to back my new vlog video. इलेक्ट्रिशियन महेश आई होप सबैजना संसारमै हुनुहुन्छ होला। म पनि संसारमै छु। आज चाहिँ हाम्रो काम चाहिँ कपिलवस्तु है बोटगाउँदेखि भित्र जस्तो मधुवन भन्ने ठाउँमा हाम्रो चाहिँ वायरिङको काम हुँदैछ। अब यो बाहिरको छ अनि यो एमसीबी को बाँकी छ। अरु चाहिँ रुमको चाहिँ अलि सकिएको छ है। यहाँनिर काँटी हानेको छौँ। त्यहाँनिर एउटा लाइट हुन्छ, एउटा लाइट यहाँ हुन्छ है। अनि यहाँनिर एउटा पावर सकेट बेडनिर ट्याक्क लगाएर यसरी आहा। अनि यहाँनिर एउटा पावर सकेट यहाँनिर जस वारिपारी बोर्ड हुन्छ जसले गर्दा हाम्रो काम भइरहेको त्यो हाम्रो सिडीको टुवेलाई यसरी देख्न सक्नुहुन्छ है। राखेको छौँ सिडीलाई। अनि त्यस पछाडि पावर सकेट एउटा यहाँ छ है। अनि त्यस पछाडि यसरी आएर एउटा स्विच बोर्ड यहाँ छ अनि एउटा पावर सकेट यहाँ छ। हाम्रो यता चाहिँ यो बट्टा जाम गर्न चाहिँ जस प्लास्टरभन्दा अगाडि गर्छौँ नि हामी 3-5 को बोर्ड यो बाहिरको लागि है। अनि त्यस पछाडि यतातिर देख्न सक्नुहुन्छ यो चाहिँ के भन्छन् 3-5 को बोर्ड छ अनि एउटा पावर सकेट अनि यसरी आयो। यसरी आएर त्यहाँ एउटा पावर सकेट यहाँ लाइट भयो अनि यहाँ लाइट भयो। यहाँ फ्यानको लागि यहाँ छ है एउटा स्विच बोर्ड पावर सकेट है। अनि त्यहाँनिर एउटा पावर सकेट यो चाहिँ दुईटा पाइप आयो, एउटा हाफ लाइन र एउटा एमसीबाट आएको मेन लाइन है त। अनि गाइस यहाँनिर जुन तीनटा आहा नि तीनटा भनेको के हो भन्दाखेरि एउटा एमसीबाट आएको मेन लाइन, एउटा यही रुमको हाफ लाइन, एउटा चाहिँ बाहिरको बत्तीहरूको हाफ लाइन है। त्यही भएर वारी र पारी बोर्ड छ यसको। ल गाइस फाइनल्ली चाहिँ यो काम चाहिँ हाम्रो सकिसक्यो है। सबैजनालाई माया गरिदिनु होला। भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गर्नु होला। थ्यांक यू सो मच लभ यु गाइस।